Hello guys, welcome back to my new vlog. सालको पछि छ हामी हुनुहुन्छ भने आजको साथमा आज भ्लगको सुरुवात गर्दैछु। अझै त्यस्तै 1 बजेर होला दिउँसोको हैन। म चाहिँ अहिले मामा घरतिर छु। कता मामा घर भन्दाखेरि यो चाहिँ हाम्रो मामा घर म चाहिँ तल हाम्रो घर छ नि त्यहाँ तल मामा घर जाँदैछु। माथि आएको मन्दिरमा हुन्छ अझै पाहाडतिर हुन्छ म अब भोलि पर्सितिर जान्छु होला। अनि यस्तै छ यता बाटो चाहिँ हल्का अप्ठ्यारो हो क्या हल्का माथिबाट आएर म चाहिँ आइसकेँ। चाहिँ हाम्रो मामा घर हो क्या बाबालाई यताबाट भ्लग चाहिँ पहिलेबाट बनाउनु सोचिरहेको थिएँ। पाहाड आउनु बेला डेली भ्लग कन्टिन्यू गर्छु भनेर सोचिरहेको थिएँ तर यसो भएन क्या। म चाहिँ आजहरूलाई एउटा ठाउँमा लग्न जान्छु क्या। म यही त्यो ठाउँमा लगेर भ्लग गराउँछु भनेर हो। यहाँ चाहिँ एउटा सतपति मन्दिर छ क्या हाम्रो यता सागुतिर। सतपति मन्दिर चाहिँ धेरै ठाउँमा छ। अनि आज चाहिँ मैले त्यही सतपति मन्दिर हाम्रो चाहिँ धेरै टाढा छैन त्यही माथि पुग्नुपर्छ त्यही सतपति मन्दिर त्यही हुन्छ। अनि मैले चाहिँ आज गएर हजुरलाई सब भिडियोहरू हल्का बनाएर देखाउँछु भन्ने आज त्यही सोचमा आयो भ्लगको गराएको हो। त्यो अलि माथि जानुपर्छ है त हिँड्दै गरौँ। अब पुगिन्छ एकैछिन 5 मिनटको काम मिनट हिँड्नुपर्छ। यहाँ चाहिँ लभली फुलहरू पुगेको छ चाहिँ माथि जाने बाटो। अनि यहाँ चाहिँ कोदो अलि पाकेको छैन तर चाहिँ बाटो हल्का अप्ठ्यारै छ क्या। अनि यस्तो तल भिरमा खस्यो भने खस्यो त्यस्तो वाला अलि माथि छ अलि ठ्याक्कै लगभग 5 मिनट जस्तो लाग्ला है। हिँड्दै गर्छु म अलि भ्लग चाहिँ अलि लामो बनाउँछु भन्ने सोचमा हो कि म चाहिँ अलि हेर आज 1 बजिरह सब देखाउँछु क्या। मैले बिहान पनि एउटा भ्लग गराएको थिएँ होइन त्यो पनि त हाल्दै क्या राम्रो क्वालिटी पनि राम्रो आएको थिएन। त्यो जङ्गलतिर बनाएको थिएँ म जङ्गल हाँस्नु गएको यस्तो पाएको क्वालिटी राम्रो आएको छैन क्या त्यो जङ्गलले गर्दा हाल्दै आएको थियो। त्यही भएर त्यो भ्लग चाहिँ फाल्थ्यो। अहिले पानी खानु डर छ ओ कुकुर नि यहाँ यसको नाम चाहिँ चुचे हो हरिफ चाहिँ यसले सब बाटो देखेछ क्या सही हो। अब हामी अलि माथि पुग्छौँ। म चाहिँ यसो पिच्चो बाटोतिर आएँ। म चाहिँ तल छ यहाँ चाहिँ अरू गएर हिँडेको चाहिँ अझै जान्छ क्या पछि सही हो। गाइस म त आन लागिसकेको छु त्यो मास्कले देखाएँ। म बिहान नि यहाँ थिएँ यस्तो फुटाएको न अहिले चाहिँ यो मन्दिर चाहिँ यसो के भिडियोहरू सर्ट्सहरू देखाउँछु मलाई। यो चाहिँ पूजा गर्ने ठाउँ हो त्यहाँ पानी छ यहाँ पूजाहरू धताहरू चलाउँछु हुन्छ यो तपाईँहरूलाई केही सर्ट देखाइदिएँ। सर्टको चक्करमा मैले चप्पलै तल छोडेछु क्या। यता चाहिँ चप्पल लाएर आन हुन्न क्या होइन त्यही भएर मैले चप्पलै तल राख्छु क्या चप्पल लिन जाला। उता अब गेटहरू माथि चाहिँ यसो भेन्डाहरू पनि छ त्यहाँ चाहिँ म हल्लै लगेर यस्तो देखाइदिन्छु त। चप्पल यहाँ छोड्थेँ अनि फुलहरू हेर्न सक्नुहुन्छ राम्रो बबाल छ। यो चाहिँ माथिबाट चाहिँ चप्पल लाएर जानुहुन्न त्यहाँबाट चाहिँ चप्पल लाएर हिँड्ने के भएन यो तलको बाटो हो क्या। एउटा घन्टी छ यहाँ चाहिँ अध्यक्षहरूको उसको नाम लेखेको छ। यहाँ हेरेको त्यो
जसले यो मन्दिर बनाउनमा सहयोग गरेको तिनीहरूको नाम लेखेको छु यहाँ। उनका यहाँ चाहिँ एउटा सिँढी छ चाहिँ माथि पुगेपछि छ उही राम्रो भ्यू आउँछ, त्यहाँबाट पनि देखाइन्छ तपाईँहरूलाई। यताबाट पनि राम्रै आउँछ, माथि पुगेपछि एउटा हल्का देखाइदिनु हजुरलाई भनेर त्यहाँ माथिसम्म पुग्नुपर्छ। यहाँ चाहिँ आधा बाटो छ अनि यहाँबाट फेरि माथि पुग्नुपर्छ। तलबाट आएको सक्नुहुन्छ, हावा चाहिँ अबर छुट्रा राम्रो। अब एकैछिन म फर्किन्छु। यहाँ चाहिँ उठ्छ क्या चौरडी छ बस्नु ठाउँ, उयो चाहिँ राम्रो ठाउँ सक्छ, उयो बस्नु ठाउँ राम्रो छ। त्यहाँ यहाँ चाहिँ एउटा कुवा नै छ, त्यो देखाइदिनु तपाईँहरूलाई। एउटा कुवा छ होइन, त्यो कुवा चाहिँ अलिक कस्तोमा छैन, अस्ति आज चाहिँ राम्रो छ। त्यहाँ कुवा थियो क्या, पानी थियो अहिले हेरौँ। यहाँ चौर पनि छ, कुवा छ, मैदानहरू छ क्या। यहाँ चाहिँ एउटा कुन हुन्छ नामै बिर्छु मैले, त्यसरी चाहिँ मेलाहरू लाग्छ हरि ओभर हरि भिड हुन्छ यहाँ चाहिँ। त्यही सही है। यस्तो भ्लगहरू हेर्नको लागि मेरो च्यानललाई सब्सक्राइब गर्नु होला। म रेगुलर चाहिँ हाल्न पार्ने होला भ्लग, अनि बिस्तारै बिस्तारै गरेर हामीलाई त म त्यो क्या मन्दिर जस्तो पूजा गर्नु मिल्छ त्यहाँ हुन्छ। हामी त एकखेप पुगिसक्यो त्यहाँ सक्नुहुन्छ। मैले त भन्थे अझै रहेछ यो कुवा हानेको कल राम्रोसँग देखेन। कुवा भन्थेको मैले अलि नजिक गएर देखाइदिनु है। यहाँ हामीले खायौँ है। कहीँ चाहिँ अब त म घर फर्किनु लाग्यो। मस्त छ, राम्रो छ यहाँ ठाउँ। बस तलाई छ कि अघि यही मन्दिरबाट हो क्या हामी गएको, अलि माथिबाट देखिने। यहाँ चाहिँ धारा छ, यही मन्दिरमा अघि मैले भिडियोहरू खिचेको सबै यो अलि राम्रोसँग देखाइदिउँ भनेर फेरि यही हो। यता बाटो तलबाट जाने बाटो चाहिँ यो हो क्या, यहाँ तलबाट जाने बाटो छ एउटा, र यहाँबाट त तल जाने बाटो दुईवटा बाटो छ। तलबाट गर्नुभयो माथिबाट गर्नुभयो, म चाहिँ तलबाटै जान्छु। चप्पल लगाएको हुन्छ त्यही यो के हो भनिदिनु होला, सबैलाई थाहा होला। हलो है गाइस, हलो यसको माथि। गाइस यो भ्लगको लागि यति नै, मेरो अर्को भ्लगमा तपाईँसँग बाई बाई। अनि म अझै माथि जानु लाग्यो, हाम्रो घरमा चाहिँ नेट छैन क्या, माथि वाइफाईमा त्यो भिडियो चाहिँ अपलोड गरौँ, एडिटहरू गरौँ भनेर हो। त्यही हो, आजको लागि यति नै। म मिल्छु होला अर्को भ्लगमा भोलि या कहिले हुन्छ जब हाल्छु तबसम्म बाई बाई।